हेलो नमस्ते वेलकम ब्याक। आज चाहिँ अब म नाइट भ्लग गर्दैछु। भ्लगमा चाहिँ अब त्यहाँ एउटा साथीलाई लिन जानुपर्ने छ। लेट्स सी कोरिया नाइटमा कस्तो देखिन्छ। राति चाहिँ ड्राइभ गर्न एकदमै मजा आउँछ। पन्ध्र किलोमिटर छ। अब टाइम त लाग्छ होला आधी घन्टाभन्दा बढी। आज चाहिँ अब म नाइट जाँदैछु त्यहाँ त्यसको काम गर्ने ठाउँमा। त्यसलाई टक्क पिकअप गरेर अनि त्यसपछि लिएर आउनु पर्ला। एकैछिन आधी घन्टा जति लाग्छ होला। गन्तव्य बिनाको यात्रा आज अहिले अब बेलुका नाइटमा सुरुवात भइरहेछ। ट्राफिक लाइटहरू पनि त्यस्तो हुँदैन राति त, जामहरू त्यस्तो पर्दैन। एकैछिनमा पुग्छ। 12-12.5 किलोमिटर छ। आज त जाडो पनि छैन, हिँड्न पनि मजा आउँछ। यस्तै मौसम हुनु नि, जाडोमा त हिँड्नै सक्दैन। हिजो अलिअलि पानी परेको थियो, त्यही भएर पनि आज मौसम अलि ठिक्क छ। अब 2-4 दिनपछि फेरि चिसो लाग्छ होला। अहिले चाहिँ मौसम ठिक्क छ। नत्र यो ग्लोभ्स यहाँभित्र अर्को लाउँदा पनि धान्थेन क्या। यस्तो यो हातहरू अम्ला सम्ला सबै काटिएर अहिले त ठिकै छ। आज चाहिँ एक्कासी अनएक्सपेक्टेड राइड भइरहेछ। म त्यसै बसेर सुतिरहेको थिएँ। लिन आइज भनेर भन्यो, फोन गऱ्यो। त्यसपछि मैले पनि ल म निस्केँ भने, अनि त्यसपछि बाइक चलाएर हिँडेको। धेरै छैन, अब 10 किलोमिटर छ। यस्तो दामी फराकिलो ठुलो बाटो, अनि जाम नहुने भएपछि त के चाहियो र यत्रो ठुलो बाटोमा। बाइक चलाउन पनि मजा आउँछ। यहाँ चाहिँ बाटो बनाउँदै रहेछ सबै। यो तल अन्डरग्राउन्ड बनाउँदै जस्तो छ। यता साइडको पनि बनाइरहेछ। अलिक सानो भएको छ यहाँ चाहिँ बाटो। नत्र अरू बेला राति आउँदा चाहिँ राम्रो हुन्थ्यो। फेरि यहाँ लाइट साइड पनि अलिक कम छ यहाँनिर चाहिँ। भाइजर लाग्यो भने पनि केही पनि नदेखिने भएको छ। राति बाइक चलाउन मजा नै छुट्टै छ क्या। कस्तो आनन्द, चिल लाग्छ क्या। अहिले त फेरि मौसम पनि त्यस्तै छ, चिल आनन्द। यस्तो बाटो पनि फराकिलोमा पनि फराकिलो। गाडीहरू चलाउनु पनि रमाइलो। यस्तो बिचबिचमा सबै ब्यारिकेड राखेको चाहिँ बनाउँदैछ, पिच गर्दैछ। यस्तो पुलमा हिँड्न पनि कस्तो मजा आउँछ क्या, दामी। पुल पनि कस्तो दामी छ है। ल यहाँ त झन् कस्तो दामी देखिया त भ्यूहरू पनि। माथिको ट्रेन लिक भइल्यो, तल लाइट साइड।
यहाँबाट चाहिँ लेफ्ट जानुपर्ने रहेछ। भ्यू अझै यहाँ बत्ती सत्ती बलेको भयो कति बवाल देखिन्थ्यो होला क्या। रोड चाहिँ दामी रहेछ यहाँको, राति नै भए पनि। अगाडिबाट लेफ्ट रहेछ, अब आइपुग्यो अलमोस्ट देयर। कहाँ हो तेरो काम? कुन हो? यही हो? तैँले चेन्ज गरे हो र काम? पहिला नि यही हो र? ठाउँ छट्टे होइन? अब कहाँ गएर फर्काउनु पर्ने हो फेरि? किन फर्काउनु पर्ने? यही तलबाट सर्ट गर्छु। होइन यहाँ तल जानुलाई यहीँबाट घुमाइदियो नि। यहीँबाट यहाँ चल्छ सिधै हो? सिधै। सिधै होइन? सिधै होइन? सिधै होइन? लाइट बल्यो ठ्याक्कै। लास्ट जस्तो पराकी स्टेटमा
ओए मोबाइल खस्यो के झऱ्यो मोबाइल के झऱ्यो मोबाइल मोबाइल झऱ्यो क्या ओए मोबाइल खस्यो के झऱ्यो मोबाइल यतै त अड्केको छैन होला नि त फुट्यो टेम्पर छ के भयो टेम्पर फुट्यो टेम्पर फुट्यो कि भित्र त केही पनि भएन कार गयो नि कारले त खिचेन होला नि है कारले चिच्यो यो बाटो झऱ्यो अँ कसरी खै अहिले हेर्नुपर्छ रोक ल अघि खाल्टोमा गएर हो कि कसरी झऱ्यो त्यो बाटो के पकेटमा त हात मैले हालेको थिएँ म भन्छु पकेटबाट के झऱ्यो मात्र डिस्प्ले त अन भयो डिस्प्ले त अन भयो चलाएको छ के त्यो यो ब्याट्रीको साइन देखाउँदैन त्यो साइडमा मात्र फुटेको छ के स्क्र्याच पुरै खिच्या छ कता हामी राइड जाने होइन सिधै हो टेम्पर नै गर्छ त्यो अलि स्क्र्याच औ घर गएर हेरौँ ल के खान जाने हो के आज जे जाने हो सुजन नि आउँछु 2-3 बजेतिर त भन्थ्यो जे काममा छ क्या अहिले भनेको 2 बजे मात्रै छुट्टी हुन्छ भन्दै थियो चिया खान जाने कि रुममा बनाएर चिया रुममा बनाएर खाएर निस्किने रुममा बनाएर खाएर निस्किने हुन्छ त्यो गर्दा पनि कता हो अब यही बाटो यताबाट जाँदा चिया खान जाँदा हुन्छ यताबाट जाँदा डाइरेक्ट रुम जाँदा हुन्छ मुटु नै चल्न छोड्यो यार एकछिन त त्यति थिएन क्या त्यति बेला स्पिड पनि थिएन केही पनि थिएन क्या त्यो अघि खाल्टोमा गएर हो कि फोन माथि अर्को मगा हो फेरि चाहिएन बेला न्युटनमा झर्छ खोजेवाला चाहिँ हुँदैन चिसो भएछ छैन हल्का छ चरा शीतल भएको छ त्यस्तो चिसो भएको छैन
एक्ज्याक्टली यस्तो महँगा हो बरु